यो एक औँचुरी अन्त अलिकति आधा देख्छ होला नि दाग यो डेढ लाउनु पर्ने दागको पिसमा थुपर्नु ल ल यहाँदेखि उता लाउनु पर्ने कि यता उता यो त सकेको ए यता चाहिँ सकेको उता मात्रै हिजो बेलुका गरेको स्केल रहेछ साथीभाइहरू त्यो चाहिँ यहाँ कोपाले सिकाउँदैछ कसरी गर्नुपर्ने भनेर त्यहाँ नापेको रहेछ हो त्यो टकटक त्यतिमा दाग लगाएको रहेछ दागमा त्यसो गर्यो मेरो बाबु मिस्त्री लाइनमै काम गर्थ्यो अब त्यस्तै पाराको म पनि लाइनमै काम गर्ने हो म अरू जस्तो लटपट मन पर्दैन म ढिलो काम गर्छु मेन गर्छु खोलाको पानी पनि भएको लु साथीभाइहरू कोपाले सिकाएको अनुसार डेङमा मल लगाई हुँदैछ एक अन्जुली आधी भन्दै थियो यति लाउँदा भइगयो 3 खेप लाउँदा एक हातले अनि यो बारीमा चाहिँ हेर्नुहोस् न कोपा उपर नाप्दैछ स्केलले यो बारीमा चाहिँ अब कोपाले चाहिँ उयो रोप्ने अरे हौ डल्ले खोर्सानी कि अन्त मकै नरोप्ने अरे डल्ले खोर्सानी रोप्ने भन्छ बहुत मेहनती छ मेरो कोपा हार खाँदैन यत्रो उमेर गइसक्दा पनि यसरी काम गर्दैछ म चाहिँ यहाँ सघाइदिनु आएको नि आज छुट्टी थियो र सो सघाउन आएको खेताला पनि पाउँदैन अन्त यहाँ कोपाको कम्पोस्ट मल ट्याङ्की यहाँ बनाएको रहेछ मल पहिला गनेउला मल बनाउनु लागि गनेउला लगाएको भर्मी कम्पोस्ट भर्मी कम्पोस्ट बनाउनु पर्यो अब भएन हुन्छ हुने हो अब त्यसलाई दिनैपछि खट्नुपर्छ हो त्यस कारण छोडिदिएँ अन्त बिचरा रहँदै छ अन्त पानी लगाएर माछा लगाइदिनु लाग्यो के अक्लो अन्त विशेष सम्झेँ होइन कम्पोस्ट मल बनिन्छ त्यस्तोमा खाने भनेर नि कति अहिले यहाँको मल राम्रै हुने रहेछ कम्पोस्ट मल अहिले 2 वर्ष त हुँदैछ अहिले त्यो गरेको हो राम्रो हुन्छ नि कम्पोस्ट मल रिजल्ट राम्रै हुन्छ अर्ग्यानिक हो केमिकल लाउँदैन उहिले त अब यस्तो पनि बनाउँथ्यो हो तर त्यो ठुल्ठुलो डाला सरीको त्यो अब यस्तै डाला भएको पात गरेर लाउँछ त्यो मकाउनेको लागि युरिया लाउँथ्यो तर त्यो अब खास अर्ग्यानिक बनाउने हो भने चाहिँ त्यो युरिया लाउनु हुँदैन त्यसै मकाउनु दिनुपर्छ त्यही राम्रो हुन्छ टाइममा पानी चाहिँ लाउनुपर्छ चिसोले कुन चाहिँ लानुपर्ने यो 4 बोरा यो 4 हो ल म लान्छु यो स्केल जुन चाहिँ छ यसको नाप गर्नुपर्ने साथीभाइहरू अहिले चाहिँ धेरै नै सकिसक्यो हो काम गरेर कोपाले सिकाएको अनुसार काम गरियो हेर्नुहोस् ल कति सक्यो यो डेङसम्म यो कालो कालो सबै सक्यो परदेखि
हो निकै नै अहिले चाहिँ मल नै सक्यो साथी हो अब एकछिनबाट चाहिँ रोप्नुपर्छ होला डल्ले खोर्सानी कोपाले डल्ले खोर्सानी रोप्ने इच्छा गरेको छ सो अब त्यो चाहिँ रोपिन्छ अहिले एकछिनबाट सक्यो पापा मल डेङ लगायो अब रोप्नुपर्छ होइन अब खाना खाएर नि त्यो हाते काँटाले त्यो छिट्नुपर्छ अब यो मल र माटो फिट्न परेको पहिला सबै फिट्नुपर्छ लु साथी हो आजको अलिअलि काम चाहिँ सकेर चाहिँ यसो रेस्ट गरेको अब आधीसम्म मात्रै भयो काम पुरा चाहिँ भएन अन्त यहाँ बसिरहेको छु यहाँ देमा र जेडेन चाहिँ सुन्तला हुक्काउँदैछ चारो पकाउँदै गोठमा लु साथीहरू हेर्नुहोस् है जरबेरा गोड्नु भ्याएको छैन यहाँ देमाको जरबेरा बुके बनाउने अरे यति चारवटाको यहाँनिर अब प्लास्टिक लाएर के लाएर अब खाली 100 अरे खाली 100 यो बनाइदिन पर्ने धारले यस्तो पुरेछ ए मैले निम्बु रोपेको यी फुल्दैछ अब यसलाई पनि गर्नुपर्ने स्याहार गर्नुपर्ने माथि यो पर्बिङको एउटा बुढो छ नि फिल्टर लाउने बुढो चस्मा लाउँछ चस्मा लाउँछ फिल्टरै मोटे बुढै मेरै जस्तो बुढी भएको होइन उसकोबाट लिएको यस्तै छ नि बुढी नाइटो नदेख्ने फिला कि के भएको छ खल्छे हिँड्छ ए उसले कसरी गोटा दियो यो 200 रुपियाँ लिएको यार खोज्दैछ फुल्दै पो छ त्यो बोट कटिङ गरेर बनाएको रहेछ कि अब त्यो मधेसमा हुने अब निम्बु हेर माथि अब लेकमा अब फलाएर बेच्दैछ अब रोप्ने खोर्सानी चाहिँ यही रहेछ साथी डल्ले यहाँ अर्को चाहिँ जेडेन के गरेको काम पुरा गर्छ नि गर्दो रहेछ काम के गर्नु यो पनि अलिक ठुलो गमलामा सार्नु पर्ने हो साथी हो आजको ब्लग चाहिँ यस्तै थियो है कोपासँग अलिकति काम गऱ्यो अलिकति सघाएँ अब गएर कहिले हुन्छ यसो रोप्नुपर्छ खोर्सानीहरू अनि त्यही थियो सो ब्लग हेरिदिनु भएकोमा धन्यवाद र हेरिदिँदै गर्नुहोस् है नेक्स्ट ब्लग पनि सी यु अगेन